ल आजको म्याच फतेहपुर भर्सेस राजविराज को गेम चाहिँ सुट आउट फाइनल के अरे पेनाल्टी सुट आउट हुने भएको छ र 2 नम्बर फतेहपुर ब्लू हो, उसले गोल हान्यो। राजविराज रेड 9 नम्बर त्यो पनि गोल। 4 नम्बर फतेहपुर त्यो पनि गोल, गोलै भएको है त, जालीबाट उताको पनि गोलै भएको थियो। र 3 नम्बर राजविराज त्यो पनि गोलै होला सायद, गोल। तेरिका किपरहरूलाई चाहिँ बिजोग भयो कि लड्दा लड्दा। 13 नम्बर फतेहपुर त्यो पनि गोल, किपरहरू त सबै गोल होइन। 10 नम्बर फतेहपुर त्यो पनि गोल, बचेन है गोल, एउटै बचाउन सकेन दुइटै किपरले होइन। 10 नम्बर राजविराज गोल, किपरहरू धुलाम्मै भएको छ। ल फतेहपुरको किपर र राजविराज किपर भर्सेस आयो है। किपर ला रोकिदियो त हौ। ल फतेहपुर किपरको गोल रोकिदियो राजविराजले। यो चाहिँ अब लास्ट, यो गोल हान्यो भने राजविराज जित्यो, हान्यो भने बराबर, हान्यो जित्यो राजविराजले। ल